म उपेन्द्र मुस्कान केसी हजुरहरुमा सानो यो भिडियो क्लिप देखाउन गइरहेको छु। तपाईहरु हेरेर साथ दिनु होला है त। अब के हुन्छ बाँकी भिडियोमा हेर्नु होला। ल तिमीहरुलाई म के भन्छु भने यसमा के छ? बोक्रा। अनि यसमा के छ? बोक्रा छैन। बोक्रा हुनु र नहुनुमा के डिफरेन्स छ? के फरक छ म तिमीहरुलाई देखाउँदै छु है। अनि तिमीहरु पनि भनेको एउटा घर परिवार हो। घर परिवार छोरा छोरी बुढी बुवा आमा जो भए पनि उसको अन्डरमा रहेन भने, बा आमाले भनेको मानेन भने, सासू ससुराले भनेको मानेन, आफूभन्दा ठुलो मान्छेले भनेको मानेन भने के हुन्छ त भन्ने कुरोमा तपाईहरुलाई एउटा सानो यो टिपिकल सुन्तलाको डाँडोबाट म तपाईहरुलाई देखाउँदै छु है। हेर्नु होला। ल हेर्नुस्। अब म यो बोक्रा भएको सुन्तला यो पानीमा हाल्दै छु हेर्नुस् है। यो डुब्छ कि डुब्दैन है हेर्नु। डुबे त यो? डुबेन। अब यो यसमा के छ? यो कस्तो छ? बोक्रा नभएको। यो बोक्रा नभएको सुन्तला छ है। अब यो बोक्रा नभएको सुन्तलालाई पानीमा हालौं। यसको अवस्था कस्तो हुन्छ हेरौं। त्यो के भयो? डुब्यो। अनि यो के भयो? डुबेन। अब यबाट तपाईले के शिक्षा पाउनु भयो? यबाट के शिक्षा प्राप्त हुन्छ भने हामीले आफूभन्दा ठुला मान्छेले आफ्नो बुवा मम्मी सासू ससुरा लगायत आफूभन्दा ठुलो मान्छेले भनेको नमान्दा एक्लै भए पनि चल्छु भन्ने सोच राख्नु भयो भनेको परिणाम के भयो त? यो पानीमा यो के भयो त आखिर? डुब्यो कि डुबेन? हो यसरी डुब्छ। यदि भनेको मानेको भए उसको बाहिर आवरण भएको भए उसको बाहिर अरु कोही भएको भए त बुवा मम्मीले भनेको भए एक्लै नभए भए त यो डुब्थ्यो त? यसरी यो डुबेन। हो कि होइन? त्यसैले तपाईहरुले योबाट के शिक्षा पाउनु भयो? बुवा मम्मी आफूभन्दा ठुलो मान्छे सबैले भनेको माने भने दुःख जिन्दगीमा दुःख पाइँदैन भन्ने कुरा तपाईहरुले यो चित्रबाट थाहा पाउनु भयो कि भएन? हो यसरी नै अब आफूभन्दा ठुलो मान्छेले बुवा मम्मीले भनेको मान्नुपर्छ। ओके? नमस्ते। भिडियो हेर्नु भएकोमा धन्यवाद। बाँकी भिडियो अर्कोमा है।